नमस्कार सबैलाई। आज हामी नोइज डिस्टर्सन एन्ड इन्टरफेरेन्स भन्ने पाठ पढ्दैछौँ। च्याप्टर नम्बर 1 को 1.2 पढ्दैछौँ। यसमा चाहिँ हाम्रो नोइज डिस्टर्सन एन्ड इन्टरफेरेन्स हुन्छ। हाम्रो इक्जाममा आउने भनेको यहाँबाट डिफ्रेन्स बिट्विन नोइज डिस्टर्सन र इन्टरफेरेन्स। यो पाठ जाने भने सबै पाठ जाने जस्तै हो हैन। यो पाठ जानेपछि चाहिँ सबै पाठ जानिन्छ। मैले चाहिँ माथिको पाठहरू चाहिँ हजुरहरूलाई पढ्नलाई राखिदिएको छु र मैले चाहिँ यो डिस्क्राइब गरिदिनेछु। यो माथिको पनि अब पढौँ न त। यसो पढौँ। म चाहिँ प्रिपेयर्ड छैन, त्यही पनि पढ्नेछु। नोइज भनेको चाहिँ एउटा अनवान्टेड सिग्नल हो जुन चाहिँ रिसिभ सिग्नलमा एड हुन्छ च्यानलमा, जसले चाहिँ पर्फर्मेन्स डिग्रेड गर्ने काम गर्छ कम्युनिकेसन सिस्टमको। यो चाहिँ नोइजको डेफिनेसन भइहाल्यो। यो चाहिँ इन्टरनल र एक्सटर्नल नोइज हुन्छ। यो चाहिँ हाम्रो नोइजको बारेमा हामीले पछि पढ्नेछौँ, एकदम पछि लास्टमा। र यसको बारेमा चाहिँ इन्टरनल नोइज एक्सटर्नल नोइजको एउटा सर्ट नोट पनि आउन सक्छ। त्यसैले हजुरले चाहिँ इन्टरनल नोइज भनेको के हो भनेर लेख्ने। इन्टरनल नोइज भनेको ऱ्यान्डमनेस अफ फ्री इलेक्ट्रोन को कारणले हुने नोइज हो। यसको विभिन्न प्रकारहरू छन्। थर्मल नोइज, सर्ट नोइज, पार्टिसन नोइज, फ्लिकर नोइज, ट्रान्जिट टाइम, जेनरेसन रिकम्बिनेसन नोइज, वाइड नोइज। यसको बारेमा पढ्नको लागि चाहिँ मैले तल अर्को पिडिएफ पनि राखिदिएको छु। यसको बारेमा चाहिँ हजुरहरूले पढ्नु होला, आफ्नै रिस्क लिनु होला। यो छोड्न सक्नुहुन्छ हजुरहरूले, तर पढ्ने होला। अझसम्म आएको छैन, त्यही पनि हजुरले आफ्नै रिस्कमा पढ्नु होला। र एक्सटर्नल नोइज भनेको के हो त भन्दाखेरि जेनेरेटेड आउटसाइड द कम्युनिकेसन सिस्टम है। नेचुरल नोइज पनि हुनसक्यो। नेचुरल नोइजमा के हुनसक्यो भन्दाखेरि कस्मिक रेजहरूले गर्दा आउने नोइजहरू, सोलर नोइज, कस्मिक रेबाट आउने नोइज, म्यानमेड नोइज र इन्डस्ट्रियल नोइज पनि हुने भइहाल्यो। अब इन्टरफेरेन्सको के रहेछ त इन्टरफेरेन्स भन्दाखेरि कम्बिनेसन अफ रिसिभ सिग्नल बाई अदर सिग्नल द्याट इज सिमिलर टु द डिजायर्ड सिग्नल। अब उस्तै सिग्नलहरू कम्बाइन भएर एउटा डिस्टोर्टेड सिग्नल अथवा एउटा इन्टरफेयर सिग्नल हजुरले पाउनुहुन्छ। डिस्टोर्टेड भनेको त अर्कै हो है, हजुरले पाउनुहुन्छ। त्यो चाहिँ हाम्रो खासमा यहाँ इम्पोर्टेन्ट भनेको इन्टरनल इन्टरफेरेन्स हो। इन्टरनल इन्टरफेरेन्सको बारेमा हजुरले सिम्बल इन्टरफेरेन्स भन्ने पछि पढ्नुहुन्छ। यो डिटेलमा पढ्नेछौँ हामीले यो खासमा यो हेरेको भनेको डिस्टोर्सन चाहिँ अलिकति इम्पोर्टेन्ट यहाँको नयाँ छ। यो चाहिँ पछि पढाइ हुन्न। नोइज र इन्टरफेरेन्स चाहिँ पछि एकदम मजाले विस्तृत रूपमा पढाइ हुन्छ, त्यही भएर म धेरै गइनँ यसमा। हजुरले त्यही पनि मैले दिएको नोटमा मजाले छ, त्यो चाहिँ पढ्नु होला। अरू डिस्टोर्सन भनेको के हो त भन्दाखेरि अनवान्टेड सिग्नल हो। जस्तै इनपुट यस्तो दिएछ भने आउटपुट चाहिँ चेन्ज भएर आउने। चेन्ज इन द आउटपुट इन कम्पेरिजन टु इनपुट भनेर चाहिँ डिस्टोर्सन भनेर भनिने छ। लिनियर डिस्टोर्सन भनेको के हो त भन्दाखेरि लिनियर डिभाइसले गर्ने डिस्टोर्सन हो। यसमा चाहिँ के हुन्छ भन्दाखेरि डिफ्रेन्ट फ्रिक्वेन्सी कम्पोनेन्टहरूको गेनमा डिफ्रेन्स आउँछ है। फ्रिक्वेन्सी कम्पोनेन्टहरूको गेनमा डिफ्रेन्स आउने कुरा भनेको लिनियर डिस्टोर्सन भयो। तर नन लिनियर डिस्टोर्सन भनेको के हो त भन्दाखेरि नन लिनियर डिभाइसले गर्ने डिस्टोर्सन हो। अब यसमा चाहिँ के हुन्छ त भन्दाखेरि नयाँ फ्रिक्वेन्सी रेस्पोन्स अथवा हार्मोनिक्स पनि यसमा थपिन आउँछ नन लिनियर डिस्टोर्सनमा। यो कुरा चाहिँ हजुरले चाहिँ ख्याल गर्नु पऱ्यो है। यिनीहरूको सर्ट नोट पनि आउनसक्छ। अनि इन्टरमोडुलेसन डिस्टोर्सन अर क्रसटक पनि भनिन्छ। क्रसटक भनेको चाहिँ के हो भन्दाखेरि एडिसन अफ न्युअर फ्रिक्वेन्सी कम्पोनेन्ट विथ द सिग्नल ओरिजिनल स्पेक्ट्रम कजिङ इन्टरमोडुलेसन डिस्टोर्सन अर क्रसटक। अब न्यू हाम्रो फ्रिक्वेन्सी कम्पोनेन्टहरू हार्मोनिक्सहरू जेनेरेट भएको सिग्नलहरू चाहिँ हाम्रो मेन ओरिजिनल सिग्नलसँग ओभरल्याप भयो भने चाहिँ त्यो चाहिँ के हो भन्दाखेरि क्रसटक हो। क्रसटकको बारेमा नि हजुरलाई
लेख्न नआउन सक्छ 1 मार्क्समा, त्यो चाहिँ हजुरले ट्याक्क लेख्नु होला। अब यसको डिफरेन्स हेरौँ है त। डिफरेन्स हेर्नको लागि अलिकति जुम गरेँ मैले। नोइजको डेफिनेसन, डिस्टोर्सनको डेफिनेसन र इन्टरफेरेन्सको डेफिनेसन हजुरहरूलाई आइहाल्छ। यसमा कुनै शङ्का भएन। ओरिजिन भनेको के हो? नेचुरल अथवा इन्टर्नल पनि हुनसक्छ। नेचुरल भनेको एक्सटर्नल, इन्टर्नल भनेको हजुरको थर्मल नोइज, सर्ट नोइज अनि धेरै नोइजहरूको बारेमा छ, त्यो हजुरले पढ्नुहुनेछ भन्ने आश गर्छु। मैले एउटा पिडिएफलाई कम्बाइन गरेर राखेको छु, त्यो चाहिँ हजुरले टाइम छ भने पढ्नु होला। र नेचर भनेको के छ भन्दाखेरि ऱ्यान्डम हुन्छ, डिस्टोर्सन भनेको सिस्टमेटिक, इन्टरफेरेन्स भनेको डिटर्मिनिस्टिक हुन्छ तर अनवान्टेड हुन्छ। डिपेन्डेन्सी अन सिग्नल भनेको इन्डिपेन्डेन्ट अफ ट्रान्समिटेड सिग्नल हुन्छ। डिपेन्ड्स अन सिस्टम प्रपर्टिज हुन्छ डिस्टोर्सन। इफेक्ट अन सिग्नल भनेको के छ त भन्दाखेरि एड्स अनवान्टेड एनर्जी। डिस्टोर्सनले के गर्छ? चेन्ज एम्प्लिट्युड, फेज अर फ्रिक्वेन्सी, हल्का डिस्टोर्ट भएर आउँछ। इन्टरफेरेन्सले के गर्छ भन्दाखेरि मिक्सेस विथ डिजायर्ड सिग्नल। क्यान इट बी एलिमिनेटेड? क्यान इट बी एलिमिनेटेड भनेर नोइजमा भन्नुपर्दाखेरि नो, इट क्यानट बी कम्प्लिटली एलिमिनेटेड, इट क्यान ओन्ली बी रिड्युस्ड। डिस्टोर्सनको मिनिमाइज्ड हुनसक्छ बाई प्रपर डिजाइन। क्यान बी रिड्युस्ड बाई फ्रिक्वेन्सी। अब फिल्टरिङ एन्ड सिल्डिङ भनेर भन्न सकिन्छ इन्टरफेरेन्सको लागि। इक्जाम्पलमा त हजुरहरूले पढिसक्नु भएको छ। म्याथमेटिकल एक्सप्रेसन यसको यस्तो हुन्छ र यस्तो हुन्छ है। पावर स्पेक्ट्रम पनि हुन्छ, युजली वाइड ब्यान्ड अल्टर्स स्पेक्ट्रम अफ सिग्नल हेज इट्स अन स्पेक्ट्रम। एसएनआर इम्प्याक्ट भनेको रिड्युसेस सिग्नल टु नोइज रेसियो, may not change SNR but degrades quality, reduces signal to interference ratio, SIR भन्ने हुन्छ, त्यो चाहिँ रिड्युस गर्छ। ल यो चाहिँ मजाले पढ्नु होला। यसलाई चाहिँ हजुरले 15 मिनट दिएर पढ्नु भयो भने यसको मेन जिस्ट भनेको चाहिँ यो टेबलमा छ, यो पढ्नु होला। र त्यसपछि नोइजहरूको टाइपहरू अनि इन्टरफेरेन्सहरू पढ्नु होला। यति भन्दै म बिदा हुन चाहन्छु। धन्यवाद।